ल उता 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 खान्न अरे ल तँलाई त धैर्य सिकाउँछस् के त तेरो ला सेट यार नेट सक्यो नेट प्याकै सकिएको छ नि अरे कसरी रिचार्ज गर्ने यार अब पक्कै पसलमा गएर रिचार्ज गर्नु पर्ला अरे तपाईको पनि गेम खेल्दा खेल्दै यसरी गेम अड्केर नेट चलिरहेको छैन त्यस्तो अवस्था हो र तपाईहरु अफलाइनबाट रिचार्ज गर्न चाहनुहुन्छ भने आज म तपाईहरुलाई यस्तो अड्केको गेमलाई स्मुथली चल्ने पनि बनाउँछु र साथमा तपाईहरुले अफलाइनबाट रिचार्ज गर्ने तरिका बताउँछु है त अफलाइनबाट रिचार्ज गर्नका लागि तपाईहरुलाई इजी छ कसरी गर्ने त्यो तरिका म तपाईलाई बताइ नै हाल्छु भिडियोलाई लाइक च्यानललाई सब्स्क्राइब गरेर डेफिनेटली च्यानल सब्स्क्राइब गरिदिनुस् अब लागम त्यो तरिका सिक्नतर्फ है त त्यसको लागि सबभन्दा पहिले तपाईले देख्न सक्नुहुन्छ माथितिर गयो भने यहाँनिर मेरोमा कुनै पनि सिग्नल छैन यानी कि नेटै अन छैन अब त्यो नेट अन छैन भन्ने प्रुफको लागि मैले हल्का जुम गरेर तपाईलाई देखाइरहेको छु यहाँनिर नेट अन छैन त्यसको लागि तपाईहरुले सबभन्दा पहिला खल्ती एप्लिकेसनलाई ओपन गर्दिने है खल्ती एप्लिकेसनमा किनभने तपाईले पहिला एकचोटी चाहिँ नेट जति हुँदाखेरि एकचोटी तपाईले ओपन गरेर राखेको हुनुपर्छ हैन यो ट्रिक गर्नलाई सबभन्दा पहिले जन टप अप सेन्टरमा जानु होला टप अप सेन्टरमा गएपछि तपाईहरुले यहाँ मोबाइल नम्बर टोटल लगाउने जस्तै मैले यहाँ मोबाइल लगाउँदै छु तलतिर नम्बर पनि आएको छ त्यो नम्बरहरुलाई मैले बुलर गरिदिएको छु तपाईहरुले सेक्युरिटी रिजनले यसरी तपाईहरुले यहाँ राखिसके पछाडी देख्न सक्नुहुन्छ यो नम्बर चाहिँ एनसेलको भनेर आइसकेको छ र यतातर्फ तपाईहरुले 4-5 वटा चीज पनि देखिरहनु भएको छ त्यसमा चाहिँ यहाँनिर प्रिपेयर्ड एनसेल त्यस्तै एनटीसी त्यस्तै गरी एनसेल त्यस्तै गरी स्मार्ट सेल त्यस्तै गरी एनटीसी राखेको छ हैन यो धेरैवटा छ त्यसमा तपाईहरुले मैले चाहिँ यहाँ 50 राख्दै छु त्यसैले 50 राखिसके पछाडी देख्न सक्नुहुन्छ यहाँनिर प्रोमो कोड एप्लाई पनि देखाएको छ नत्र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मैले यहाँ पे गर्दछु देख्न सक्नुहुन्छ यहाँनिर यो कन्फर्म भनेर देख्न सक्नुहुन्छ त्यसपछि दिएको छ त्यसपछि मैले चाहिँ यहाँ ओके भनेको छु त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ नो इन्टरनेट भनेर भनिएको छ त्यस्तै गरी तपाईहरुले एसएमएस को थ्रु एप्लाई गर्न मिल्छ भनेर तपाईलाई भन्छ र यसरी यहाँनिर तपाईको मोबाइलमा चाहिँ जुन चाहिँ एसएमएस पठाउनको लागि यस्तो खालको कोड आउँछ है जुन कोड म तपाईहरुलाई अलिकति बुलर गरिदिएको छु हैन अब कसैले त्यो पठाएर फेरि रिचार्ज गर्देला भन्ने पनि तनाव हैन त्यही कारणले यहाँ चाहिँ एसएमएस सेन्ड भन्ने ठाउँमा क्लिक गरेर मैले चाहिँ एसएमएस पठाएँ भने जुन रिचार्ज छ त्यो जान्छ र रिचार्ज गइसकेपछि यो एसएमएस जान्छ त्यसपछि तपाईको मोबाइलमा रिचार्ज छ त्यो फाइनली हुन्छ 100%ली अब यो ट्रिकबाट चाहिँ तपाईहरुले के गर्न सकिन्छ भने तपाईको मोबाइलमा डाटा सकेको छ भने अब तपाईले यहाँबाट डाटा किनेर तपाईले के गर्न सक्नुहुन्छ डाटा चलाउन सक्नुहुन्छ है यो चाहिँ एकदम सजिलो ट्रिक हो के यो ट्रिक उपयोग गरेर तपाईहरु पबजी फ्री फायर खेल्नुहुन्छ अथवा जुनसुकै गेम खेल्नुहुन्छ भनेदेखि तपाईहरुले यो ट्रिक लगाएर तपाईको डाटा सकेको खण्डमा तपाईले चाहिँ रिचार्ज गर्न सक्नुहुन्छ खल्ती वालेटको माध्यमबाट है कुनै पनि अवस्थामा के हुन्छ भन्दाखेरि मोबाइलको ब्यालेन्स पनि वत्तै सकिन्छ के त्यस्तो खालको रिस उठिरहेको हुन्छ त्यही कारणले यस्तो अवस्थामा तपाईले यो ट्रिक गर्न सक्नुहुन्छ र तपाईहरुलाई भिडियो मन पर्यो र लाइक गर्न र तपाईहरु पबजी फ्री फायर र सीओसी कुन गेम खेल्नुहुन्छ तल कमेन्ट बक्समा लेख्न नभुल्नु होला।